ख्रिस्ट येशूको नाममा हजुर सबैजनालाई जय मसीह। फेरि पनि आज चाहिँ हामी बाइबलको खण्ड 21 अध्यायको हामी 28 देखि 31सम्म हामी हेर्नेछौँ। यहाँ चाहिँ आज्ञाकारिता र अनाज्ञाकारिताको विषयमा हामी केही कुराहरू हेर्नेछौँ है। यहाँ चाहिँ एउटा बुवाले चाहिँ आफ्नो छोराहरूलाई चाहिँ दागबारीमा गएर हेरचाह गरिदिनु भनेर भन्नुभएको छ। पहिलो छोरालाई भन्नुहुन्छ, छोरा गएर मेरो दागबारीको हेरचाह गर भनेर भन्नुहुन्छ। अनि पहिलो छोराले भन्छ म जाँदिनँ भनेर भन्छ। अनि फेरि पछुताएर ऊ चाहिँ जान्छ दागबारीको हेरचाह गर्न। अनि सेकेन्ड कान्छो छोरालाई पनि त्यसरी नै बुवाले काम अराउनुहुन्छ, छोरा गएर मेरो दागबारीको हेरचाह गर भनेर भन्नुहुन्छ। अनि त्यसपछि त्यो सेकेन्ड छोराले भन्छ हस् बुवा म जान्छु, हजुरको दागबारीको हेरचाह गरिदिन्छु भन्छ होइन। अनि त्यसपछि ऊ चाहिँ भन्छ तर ऊ जाँदैन। अनि यहाँ चाहिँ पहिलो छोराले चाहिँ यहाँ आज्ञाकारिताको काम गरेको छ होइन। उसको बुवाले अराएको काम चाहिँ आज्ञाकारी भएर मानेको छ भने सेकेन्ड छोराले चाहिँ हुन्छ म गर्छु भनेर पनि ऊ गएको छैन होइन। अनि त्यसपछि हामीले चाहिँ यहाँ आज्ञाकारिता र अनाज्ञाकारिताको विषयमा हामी हेर्दैछौँ होइन। अनि हामीले चाहिँ कामले चाहिँ हामीलाई सत्यता देखाउँदछ होइन। अनि आफ्नो काम देखाउनको लागि चाहिँ हामीले चाहिँ जब हामी काम गर्छौँ त्यसपछि मात्र विश्वासको कुराहरू आउँछ होइन। अनि बाइबल धर्मशास्त्रमा पनि हामी याकुबको पुस्तकमा पाउँछौँ नि, काम बिना चाहिँ परमेश्वरलाई रिझाउनको लागि चाहिँ असम्भव छ होइन। काम बिना चाहिँ विश्वास चाहिँ मृत्युल्य छ भनेर हामी देख्दछौँ होइन। हामीले गल्ती गरे तापनि पछुताएर हामी सही काम गऱ्यौँ भने चाहिँ अनि त्यसमा चाहिँ हामीले आशिष पाउँछौँ। परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ होइन। परमेश्वर चाहिँ सधैँ नै हाम्रो बाटो हेर्नुहुन्छ, सही बाटो हेर्नुहुन्छ। यदि हाम्रो हृदय चाहिँ पछुताएर हामीले गरेको गल्तीहरूलाई चाहिँ स्वीकारेर हामी जान्छौँ भने, नम्र भएर जान्छौँ भने चाहिँ हाम्रो बाटो चाहिँ सधैँभरि नै परमेश्वरले खुसी साथ कुरिरहनु भएको हामी चाहिँ थाहा गर्छौँ होइन, हेर्छौँ। अनि सेकेन्ड छोराले चाहिँ भन्छ म गर्छु, तर ऊ चाहिँ गर्छु भन्यो अनि फेरि गरेन नि त होइन। ऊ चाहिँ अनाज्ञाकारी भयो अनि बुवाले भनेको काम चाहिँ उसले मानेको छैन होइन। अनि यदि हामी परमेश्वरसँग हामीले हाम्रो सम्बन्ध चाहिँ राम्रो बनायौँ भने चाहिँ साँचो प्रयास चाहिँ हामीले गर्नुपर्छ होइन। अनि हामी हेर्छौँ होइन बाइबलमा पनि राजा दाउद र अनि राजा साउलको बारेमा हामी हेर्छौँ होइन। अनि दुवैजना राजाहरूलाई चाहिँ परमेश्वरले अभिषेक गर्नुभएको थियो होइन इजरायलको निम्ति। अनि दुवैजना राजाहरू चाहिँ परमेश्वरले अभिषेक गर्नुभएको इजरायलको निम्ति। अनि दुवैजना चाहिँ इजरायल जातिको निम्ति अभिषेक भएका व्यक्तिहरू हुनुहुन्थ्यो। अनि उनीहरूको क्यारेक्टर चाहिँ दुवैजनाको फरक थियो होइन। अनि जब साउल राजा चाहिँ परमेश्वरले चुन्नु भए पनि उसले चाहिँ परमेश्वरको आज्ञाहरू चाहिँ उल्लङ्घन गरेको छ होइन। एउटा अनाज्ञाकारिता भएको छ होइन। परमेश्वरले जे काम नगर भन्नुभएको थियो अनि त्यही काम गरेको छ होइन। परमेश्वरले छान्नु भएको व्यक्ति भएर पनि उसले चाहिँ परमेश्वरसित चाहिँ अविश्वास देखाएको छ होइन। हामीले यहाँ देख्दछौँ होइन 1 सामुएल अनि 15:19 हामी देख्दछौँ होइन, 9मा हामी देख्दछौँ होइन। उसले चाहिँ जब ऊ लडाइँमा जान्छ अनि त्यहाँ चाहिँ परमेश्वरले सबै कुराहरू चाहिँ परमेश्वरले नष्ट गर भन्नुभएको थियो। तर उसले चाहिँ के गर्यो, त्यहाँबाट चाहिँ असल कुराहरू चाहिँ अनि राजा साउलले राखेको छ होइन। अनि परमेश्वर अनि त्यहाँदेखि चाहिँ उहाँ चाहिँ परमेश्वर चाहिँ साउल राजालाई चाहिँ त्यागिदिनुहुन्छ होइन। अनि उसको कामलाई चाहिँ परमेश्वरले मन पराउनुहुन्न। तर हामी देख्दछौँ राजा दाउदले चाहिँ अनि जे काम गर्दा पनि उसले चाहिँ परमेश्वरलाई चाहिँ पहिलो स्थान दिएको छ होइन। ऊ आज्ञाकारी भएको छ परमेश्वरप्रति, परमेश्वरलाई सोधेको छ प्रभु म के गरौँ भनेर। जब ऊ लडाइँमा जान्छ एउटा आज्ञाकारी व्यक्ति भएर प्रभु म यो ठाउँमा जाँदैछु भनेर उसले सोधेको छ होइन, हामी देख्दछौँ। अनि 1 सामुएल 17:45 र 46मा जब चाहिँ त्यहाँ चाहिँ एउटा गोलियतसँग उसको लडाइँ हुन्छ होइन। अनि उसले के भनेको छ, म चाहिँ परमेश्वरको नाउँमा, परमेश्वर शक्तिशाली परमेश्वरको नाउँमा चाहिँ म आएको छु तसँग लडाइँ गर्नलाई, उहाँले नै मलाई विजय दिनुहुनेछ भनेर चाहिँ उहाँले चाहिँ राजा दाउदले भन्नुभएको छ होइन। अनि जे कुरा गर्न पनि उसले चाहिँ परमेश्वरसँग आज्ञा मागेको छ होइन। प्रभु म यो काम गर्दैछु, मलाई सफल दिनुहोस् भनेर होइन, एउटा आज्ञाकारी भएको छ। अनि हामी देख्छौँ साउल राजाले चाहिँ परमेश्वरसँग आज्ञा मागेको छैन होइन। उसले जे गर्छ आफ्नो मनले गरेको छ अनि त्यही भएर ऊ असफल भएको छ। हामी अन्तिममा हामी हेर्छौँ अनि देख्दछौँ होइन इतिहासको हामीले पहिलो इतिहास 10:13 र 14मा हामी देख्दछौँ जब चाहिँ अनि
साउलको हत्या हुन्छ होइन। अनि त्यसपछि यहाँ चाहिँ कसरी चाहिँ साउलले आफ्नो अविश्वासले गर्दा आफ्नो ज्यान गुमाएका छन् होइन। अनि उसले चाहिँ ज्यान गुमाएका छन् परमेश्वरको वचन उल्लङ्घन गरेर, अनि भूत प्रेतहरू खेलाउने अनि सल्लाह लिएको कारणले चाहिँ अनि परमेश्वरले चाहिँ उसलाई चाहिँ त्यागिदिनु भएको छ होइन। उसको वंश नै नष्ट भएको छ होइन। अनि हामी देख्छौँ जब सामुएलले चाहिँ होइन राजा दाउदले चाहिँ परमेश्वरको आज्ञाकारी भएको कारण होइन उहाँ चाहिँ दीर्घायु भएर बित्नु भएको छ। अनि उहाँपछि पनि उहाँको सन्तानले चाहिँ राज्य गरेको हामी देख्छौँ। अनि उहाँको वंशबाट येशू ख्रीष्टको जन्म भएको हामी देख्दछौँ होइन। अनि परमेश्वर चाहिँ चाहनुहुन्छ उहाँमा आज्ञाकारी भएको। अनाज्ञाकारिताले चाहिँ हाम्रो जीवनमा चाहिँ सधैँभरि नै विफल ल्याउँदछ, कहिले पनि हाम्रो जीवनलाई चाहिँ उन्नतिको दिशामा लाँदैन। अनि यदि हामी सफल व्यक्ति बन्ने हो भने चाहिँ हामी चाहिँ के हुनु पर्यो, आज्ञाकारी व्यक्ति हुनु पर्यो। हामीलाई बाइबलले भन्छ आज्ञाकारी व्यक्तिलाई चाहिँ परमेश्वरले आशिष दिनुहुन्छ। परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको छ। हस् त, धन्यवाद।